हुन्छ सबैजनालाई यशुको नाममा जय मसीह। सबैजना खुसी हुनुहुन्छ? आमेन। ल
गर्दछौँ येशू तपाईको नजिक आउँदछौँ किनभने तपाईँ हाम्रो सहारा हुनुहुन्छ किनभने तपाईँ हाम्रो असल गोठालो हुनुहुन्छ जब तपाईँको नजिकमा जाँदछु तपाईँलाई भेट्दछु जब तपाईँको नजिक हामी जाँदछौँ हामी आफ्नो हृदयले हामी चङ्गाइ हुँदछौँ प्रिय हामी येशूको शरणमा जाउँ येशूलाई भनौँ प्रभु म तपाईँलाई भेट्न चाहन्छु प्रभुलाई भनौँ प्रभु म तपाईको वस्त्रलाई म छुन चाहन्छु प्रभुलाई यो पनि भनौँ प्रभु म तपाईको स्पर्श गर्न चाहन्छु जब तपाईले पुकारा गर्नुहुन्छ येशू तपाईको नजिक आउनुहुन्छ जब तपाईले प्रभुलाई बोलाउनुहुन्छ प्रभु तपाईको नजिक हुन चाहनुहुन्छ
धेरैजना येशूदेखि टाढिएका छन्। धेरैजना येशूको सम्बन्धबाट टाढिएका छन्। तर समय छँदै तपाईहरु म चाहिँ येशूको चरणमा जाऊ। येशूको चरण जाऊ प्रिय। अनन्त मायामा उषाको छायामा अनन्त मायामा स्वर्गको छायामा हामी सबैका हातहरू माथि उचाल्नु पर्यो। हाम्रो प्रभु चाहिँ तपाईँ र मसँग संगति गर्न चाहनुहुन्छ। हाम्रो प्रभु चाहिँ तपाईँ र मसँग बोल्न चाहनुहुन्छ। के तपाईँ चाहनुहुन्छ प्रभुलाई साँचो आराधना गर्न? के तपाईँ चाहनुहुन्छ? के तपाईँ साँचो आराधनाको फल, साँचो आराधनाको भेटी हाम्रो प्रभुलाई चढाउन चाहनुहुन्छ? हामी तयार हौँ प्रिय, हामी तयार हौँ।
भक्ति वा यसलाई चढाऊ। प्रभु हामी तपाईलाई धन्यवादी छौं। तपाईले हामीलाई यति सुन्दर समय दिनुभयो, जुन समयमा प्रभु तपाईँ अति नै पवित्र पवित्र परमेश्वरलाई हामीले उचाल्न मौका पाएका छौं। किनभने तपाईले आज हामीलाई स्तुति प्रशंसा हाम्रो हृदयको त्यो भक्ति चढाउने गर्दा तपाईले आज हामीलाई निको पार्नु भएको छ। तपाईले हामीलाई स्वतन्त्र गर्नु भएको छ।
किनभने हामीले त्यो महसुस गर्न पाएको छौँ। तपाईले हामीलाई यो मौकामा तपाईँ येशूसँगको सम्बन्ध बनाउने यो मौका दिनुभएको लागि पनि धन्यवाद दिन्छ। किनभने साँच्चै नै तपाईँको त्यो स्वर्ग आज उघारिएको छ। हामीले जब यूहन्ना 4:24 अनुसार जब हामीले प्रभुलाई भक्ति चढाउँदै गर्दा स्वर्गको त्यो ढोकाहरू खोलिएको छ। धन्यवाद छ प्रभु, धन्यवाद छ, धन्यवाद। तपाईँले हामीलाई यो सौभाग्य हामीलाई दिनुभएको लागि तपाईँलाई हामी साँच्चै नै हाम्रो हृदयको भक्ति चढाउँदछौँ। धन्यवाद छ सबै कुराको लागि, धन्यवाद धन्यवाद धन्यवाद। सबै आदर भक्ति महिमा चढाउँछौँ येशू प्रभुकै नाउँमा। आमेन।